मानसिक र संज्ञानात्मक विकासमा बाधा। धेरै स्क्रिन टाइमले बच्चाहरूको दिमागको विकासलाई प्रत्यक्ष रूपमा असर गर्छ। यसले उनीहरूको ध्यान केन्द्रित गर्ने क्षमता घटाउँछ, भाषा सिक्ने गति ढिला बनाउँछ र समस्या समाधान गर्ने सिपलाई कमजोर पार्छ। सामाजिक र भावनात्मक समस्याको सुरुवात। स्क्रिन अगाडि बस्ने लामो समयले वास्तविक जीवनका साथीहरूसँग खेल्ने र कुराकानी गर्ने अवसरहरू घटाउँदछ। यसले गर्दा बच्चाहरूमा सामाजिक दक्षतामा कमी देखा पर्छ, चिन्ता बढ्न थाल्छ, उनीहरू आफ्ना भावनालाई नियन्त्रण गर्न सक्दैनन् र चिडचिडापन बढ्छ। शारीरिक स्वास्थ्यमा नकारात्मक असर। स्क्रिन टाइम बढ्नुको अर्थ शारीरिक गतिविधिको कमी हो। लगातार बसिरहने जीवनशैलीले मोटोपन, मांसपेशी र हड्डीको कमजोरी जस्ता समस्याहरू ल्याउँछ। साथै स्क्रिनबाट निस्कने रेले निन्द्राको लागि जिम्मेवार हर्मोन मेलाटोनिनलाई प्रभावित गर्छ, जसले निन्द्रा पर्दैन। दृष्टिमा असर। लामो समयसम्म स्क्रिन हेर्दा आँखा सुक्ने, आँखा दुख्ने, धमिलोपन र टाउको दुख्ने जस्ता समस्याहरू सिर्जना गर्छ। लगातारको हेराइले सर्ट साइटेडनेस, मायोपियाको समस्या बढाउने जोखिम हुन्छ, जुन आजकलको बच्चाहरूमा धेरै नै देखिन थालेको छ। व्यवहारगत रूपमा परिवर्तन। स्क्रिनको अत्याधिक उपयोगले डिजिटल लत, डिजिटल एडिक्सनको रूप लिन सक्छ। यस्तो अवस्थामा स्क्रिनबाट टाढा रहँदा बच्चाहरूमा रिस उठ्ने, अस्थिरता र झर्को लाग्ने हुन्छ। स्क्रिन बाहेक अरू कुनै काममा पनि रुचि नलाग्ने हुन्छ। खाना खाँदा पनि स्क्रिन नहुने बानी बस्न सक्छ। त्यसैले स्क्रिन टाइम कम गर्नु नै बुद्धिमानी हुन्छ।